नमस्कार, धन्यवाद सबै नेपाली दिदी, दाजु, भाइ, बहिनी, आमा, बुवा सबैमा। आज म धेरै दिनपछि यो भिडियो प्रसारण गर्नुको एउटै कारण थियो। आज मैले नेपालको संसदभित्र भएका नौटङ्कीको बडा लामो एक भिडियो क्लिप पुरै भनौँ न देखियो र आज कसैले कसैलाई सम्हालि नसक्ने अवस्थाको भिडियोहरू प्रसारण गर्यो सञ्चार मिडियाले र यो बडा गजबको सञ्चार मिडियाको प्रसारणलाई देख्यो आदरणीय जनसमुदायहरू। आज मैले ती नेता नलायकहरूलाई र भ्रष्ट त्यो कर्मचारीलाई, भ्रष्ट त्यो न्यायाधीशलाई र स्वास्नी पनि पाल्न नसक्ने हैसियतका त्यो पुलिस प्रशासन र खोकिराख्ने र रत्तिभरि केही गर्न नसक्ने र पुलिसका दासहरू के अरे कर्मचारी र बिग्रेका नेताको दासहरूलाई मैले यो भन्न खोजेँ। आज त्यो दृश्य हेर्दाखेरि नेपाली जनतालाई आज मलाई घृणा लाएर के आयो भन्दाखेरि एक बोतल रक्सीमा र भातमा आज यो नेतालाई जिताइदिँदाखेरि तपाईँहरूले र पैसा 1000 मा जिताइदिँदाखेरि आज देश बन्धक बनेको र बडा नौटङ्की र तिनका हैसियत पढे लेखेका हैसियत तपाईँहरूले जिताएका हैसियत र थाहा पाउँदै यिनीहरूको नौटङ्की जो हेर्नुभयो संसदभित्र त्यो लाज मर्दो विषय तिनलाई त लाज लागेन, ती त नक्कचरा हुन्, तिनीहरूले लाज लाग्ने कुरै आउँदैन। लाज त तपाईँहरू आफूलाई ज्ञानी भन्ने, आफूलाई वीर भन्ने, आफूलाई ठुला गफ हाँकेर बस्ने जो चिया गफदेखि लिएर चौतारामा गफ गर्ने र आफ्ना नाता गोताप्रति जिताएकोमा गर्व गर्ने तपाईँहरू जस्ता नलायक नेपालीहरूले आज यी नेतालाई घरमा आएपछि अर्को पालि भोट माग्न चप्पल हान्नुहुन्छ कि हान्नुहुन्न यो हेर्ने विषय रह्यो। हुन त कहाँबाट हान्नुहुन्थ्यो, किनभने यहाँ यस्ता जनवादी छन्, यस्ता तपाईँको प्रजातन्त्रवादीहरू छन्। नक्ली विधवाको रूप देखाएर पोइ उहाँ अमेरिकामा के अरे आर्मी, नेपाल आर्मीले पठाइदिएछ अमेरिकामा, यहाँ नक्ली शहीदको नाउँमा पैसा घिच्नेहरू, त्यसपछि गएर 64 पछि पसेका वाइसल भन्नेहरू र त्यसपछि गएर प्रचण्ड जस्ता नक्ली कम्युनिस्टहरूले गर्नु र आरोप लगाइदिए बाफत चाइना जस्ताले प्रोटेक्सन गर्नु, तिनलाई युज गर्ने सिआइए र कि सबै एजेन्सीहरूलाई र सबै व्यक्तिलाई मैले अब सचेत रहनको लागि अनुरोध गर्दछु। तपाईँहरू कोही पनि सेक्युर हुनु, मैले भनेको थिएँ पहिला पनि, लाहनु चौधरी सेक्युर छैन भने, म एउटा नागरिक भएर सेक्युर छैन भने तपाईँहरूको नेता तपाईँहरू त के सेक्युर हुन्छन् र सेक्युर छँदै छैनन्। त्यस कारणले गर्दाखेरि मेरो गुनासो यति हो कि तपाईहरू 84 मा सुध्रिने कि नसुध्रिने, पार्लियामेन्ट सुध्रिन्छ भनेर गुनासो नपोख्नुहोस् र मिडियामा धेरै नफटफटाउनुहोस्। मैले देखेँ एक पार्टीका पिउसोहरू उसमा मिडियामा कराइरहेका हुन्छन्, कुनै सार तत्त्व छैन। त्यति राजनीति गर्ने बेला कहाँ मरेथे, अहिले मिडियामा धेरै कराउँछन्। अब युट्युबलाई त साथीहरूले त्यही मसला चाहिएको छ, राम्रै कुरा हो, बोलिदिने पनि एउटा तटस्थ विधाहरू चाहिन्छ भन्छन्। यसमा दुई मात्र हैन, विशेष त म राजनीतिक उसमै जाउँ। यो देशका सबभन्दा नलायक र यो देश डुबाउने मध्येमा नेता पछिको नभन्नुहोस्, नेताभन्दा अगाडि यहाँका कर्मचारी हुन्, न्यायाधीश हुन् र पुलिस प्रशासन स्पेसल हो र त्यस मध्येमा ठपिएको छ नेपाली सेना। तपाईहरू नेपाली सपुत हो, नेपाली आमाको छोरा हो, नेपाली बाउको छोरा हो भने आजदेखि मेरो मामा पर्यो, मेरो फलाने ढिस्काने पर्यो, मन्त्री भने हुन्छ मलाई भनेर नहेरिकन तपाईहरू यिनीमाथि जाय लाग्नको लागि श्रीलङ्का र बङ्गलादेश जस्तो बनाउनको लागि तयार रहनुहोस्। मेरो अनुरोध हो, बाउलाई भए पनि हान्ने गर्नुहोस्। मैले आइरिस युथ काउन्सिलको धेरै कुरा गरेको छु, मैले आजभन्दा 4-5 वर्ष अगाडि। यहाँहरूले कुरा मनन गर्नुपर्छ। मैले दिएको इन्टरभ्यूमा मैले त भाङ्राको ढोटी खोलिदिए हो सबैजनाको हैसियत। मलाई त मुसा खाने ठारू भनेर तपाईँहरू कमेन्ट्समा गाली पनि गर्नुभयो। त खसी खानेहरू, कुखुरा खानेहरू के गरे देख्नुभयो? आज रुँदै रुँदै 75,000 को दिनको तपाईँ कति छ नर्मल अहिले एयरपोर्टबाट पास हुनेहरू डेटा हामी हेरिरहेको छु, म प्रदेशको भूमिबाट मैले हेरिरहेको छु, दिनको 37,000 को डेटा आउँछ। अनि त्यो जानमा तपाईँहरूले चाहिँ गर्व लाग्छ? प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र ल्याएकोमा मैले प्रचण्डलाई अहिले धेरै ठाउँमा भिख मागेको देखेको छु। यदि सच्चा कमरेडहरू सच्चा जनयुद्धको संवाहक र नायक होस् भने प्रचण्डलाई नहेरिकन प्रचण्डले दिएको अभिव्यक्तिलाई मनन गर र प्रचण्ड पछाडि पनि नलाग, एमाले पछाडि नलाग, काङ्ग्रेस पछाडि नलाग, राप्रपा पछाडि नलाग, मधेसवादी यावत नामका थर पछाडि नलाग र एउटा सच्चा राष्ट्रभक्त, राष्ट्रप्रति उत्तरदायी भएको, देश
प्रति जिम्मेवार भएको युवाहरूको सङ्गठन निर्माण हुनका लागि तयार रहनुहोस्। यसो भनिराख्दाखेरि तपाईँ भन्नुहोला नेपाली युवा परिषद गठन छ, त्यो भनेको त झोलेहरू हुन्, त्यो भनेको त विभिन्न पार्टीका दलहरू गएर पैसा कमाउने र युवाको नाउँमा घर बनाउनेहरूको अखाडा बाहेक केही छैन। मेरो केही पनि बिगार्न सक्दैनस्, किन अस्ति बिचमा ठानकोटको डिएसपीकै निर्देशनमा मेरो छोरामाथि एसएससीको पहिलो दिन कब गरिस्, तर मैले च्यालेन्ज गर्छु नेपाल प्रहरीलाई, म आएको दिन मानिराख, डन बनाउने मलाई ऊ दिएछस् भने म वेल एजुकेटेड वेल वेपन्स चलाउने मान्छे हो, म डन बने दिन तेरो दिपक मनाङ्गे, तेरो लामा थामा के दुनियाँ छन् यो केही पनि लाग्दैन, किन म वेल सुटर हो र मैले हकीकत मार्छु। म लुकेर मार्दिनँ, लुक्यो भने त चोर दाँका फटा कमजोरले हान्ने हो, चौबाटोमा लगाएर हान्ने हो, बुझिस्। त्यसकारण स्वास्नी नपाल्नेहरू मेरो परिवारमाथि 2 चोटि हमला गर्दाखेरिसम्म तिमीहरूले मुद्दा लिनस् नि। चेकपोस्ट चौकीको मैले भन्दैछु र भ्याली एसएसपीलाई भन्दैछु, त्यो मान्छे टिकापुरको हो अहिलेको भ्याली एसएसपी, र त्यो मान्छे खुद टिकापुरको आन्दोलन टाका चाहिँ मान्छे मार्नमा तपाईँको अग्रस्थानमा छ, त्यसको नाम हो विश्व अधिकारी। हिम्मत छ भने आइज टिकापुर या लम्कीको चौराहामा आइज, तेरो पनि म फाइनल गर्ने छु। सोसियल कन्ट्रडिक्सन साध्नेलाई र देशका अपराधीलाई, कर्मचारी होस्, न्यायाधीश होस्, नेता होस्, पुलिस होस्, आर्मी होस्, शस्त्र होस्, सबैलाई सजाय दिनको लागि नेपाली जनतालाई मैले विशेष अनुरोध गर्छु र मैले धेरै दिनपछि यो भिडियो प्रसारण गरेँ। अब म अलिकति पत्रकारिताको विधामा त्यो मुले फटा एउटा जयवीर देउबाको केसमा बोल्न नपाउने, वाक स्वतन्त्रको प्रयोग गर्न नपाउने हो। यावत मिडियाहरूले चाहिने नचाहिने अर्काको व्यक्तिगत जीवनहरूमा खेलवाड गरेका छन्, तर यो कुरा साइबर ब्युरोको अधिकार छ, साइबर ब्युरोले निर्णय गर्नुपर्छ, चाहे मेरो पक्षमा होस् या अरूको पक्षमा होस्, र अदालतको पनि निष्पक्ष रूपमा राष्ट्रको पक्षमा निर्णय गर्ने हो। र प्रहरी जसले लिखित रूपमा आयो भने प्रमाण हो या होइन भनेर खट्ने संस्था हो, र उसलाई गाह्रो पनि छ, र उसैले गल्ती गरिरहेछ, 1000 ठाउँमा गल्ती गरेको छ। यो देशमा 3टा संरचना सप्रियो भने यो देशमा केही पनि हुन सक्दैन। मैले पटक पटक आजभन्दा 5-6 वर्ष अगाडि भनेको छु, प्रहरी, न्यायाधीश र तपाईँको कर्मचारी सुध्रियो भने, तर यहाँको कर्मचारी सुध्रिँदैन। 100% इन्डियनको पिउसो हो, उसले रातभरिमा देश बेचिदिनेवाला छ। नेतालाई मात्रै दोष नदिनुहोस्, यसमा देखे पनि नदेखे जस्तो गर्ने तपाईँको प्रहरी 100% त्यसमा इन्भल्भमेन्ट छ। त्यसकारण मेरो दाजु प्रहरी बन्यो राम्रो गर्ला भनेर यसमा नबखान गर्नुहोस्, चौराहामा आउनुहोस्, सबैलाई हामी फाइनल हानिदिन्छौँ। अर्को कुरा आयो अब तपाईँको न्यायाधीश त झोलेहरू छन्। अहिले देख्नुभयो तपाईँहरूको निर्णयहरू, होइन? त्यो बाउआमाले काठमाडौँमा भाडा तिरेको पैसा निकाल्न हाम्मे परेछ, त्यसको निम्ति तपाईँको निर्णय गर्छन्। तर म तपाईँले भन्छु, म पशुपति कसम खाएर भनिदिन्छु, नेपालको कुन देवी देउता तपाईँ कसम खुवाउनुहुन्छ, नेपालको कुनै पनि संरचना नेपालको होइनन् है, नेपालबाट पालिएका छैनन् है। फुली नेपाल प्रहरी भनेर लाउँछन्, ती सबै विदेशीका दलाल हुन्। कालोकोट लाउँछन् नेपालको नाउँमा, ती सबै दलाल हुन्। कर्मचारीहरू दुनियाँ नाउँमा छन्, सबै दलाल हुन्। एउटा कार्यकर्ता त गभर्नर बन्छ, कस्तो हैसियत होला यो देशको। त्यस कारणले गर्दाखेरि यसमा सचेत हुने पहिलो कुरा हो नेपाली दाजुभाइ दिदी बहिनीहरू, यो सचेत हुनु, त्यसपछि हुनुहोला। र यिनीहरूको वर्चस्व कायम हुँदैन। हुँदा आज मैले दिलभूषणको कुराहरू सुने, यत्र भ्रष्टाचार गरेछन्, त्यसलाई समात्न सक्दैनन्, बच्छन्। अनि यी मान्छेलाई राख्ने एक बोतल र एउटा कचौरामा थारू गोरुहरू त गोरु भए, तपाईँहरूले आरोप लाउनुभयो, मुसा खाने भनेर आरोप लाउनुभयो। तपाईँहरू खसी खानेहरू त मुसा खानेभन्दा नीच रहेछ, कसैभन्दा नीच रहेछ तपाईँहरूको हैसियत। जनै लाएर बदनाम गर्नुहुन्छ, क्षेत्रीयताको नाममा दास निभाउनुहुन्छ, स्वास्नी समेत एउटा ब्राह्मणलाई बुझाउनुहुन्छ भने यो जतिको यो देश दासत्वले स्वीकारेको देश र जसले देश चलाइरहेछ, यसलाई कुनै हालतले नदिनको लागि मैले नयाँ युवाहरूलाई राजनीतिक चेतना स्तर र अलिकति माया छ भने मैले सबलाई उठ्नको लागि, रोडमा आउनको लागि अनुरोध गर्छु। एक दोस्रो कुरा, तपाईँहरू साँच्चै सपुट हो भने आजको दिनदेखि CIA रदेखि यावत किसिमको जो एजेन्सी छन् तिनलाई पनि इन्काउन्टर गर्नको लागि तयार रहनुहोला। 2 लाहनु चौधरीले व्यवस्था गरिदिन्छ। तेस्रोमा आएँ मैले, अस्ति हेर्नुहोस्, राजा ल्याउँछु भन्नेहरू पास्टरहरू, 80वटा पास्टर त बाहुनहरू छन्। त्यो पास्टरहरू युरोपियन युनियनलाई गुहारेर 15 करोड रुपियाँ दिएर 5 करोड 2टा पार्टीलाई, 2.5 करोड 2 करोड 2टा पार्टीलाई दिएर तपाईँको
तुहाए र आज दरबार सिआइए र दुनियाँको लाइनमा फँसेको छ। यो कुरा पनि आफूलाई डिप्लोमेट भन्छन् ज्ञानेन्द्र शाहज्यूले, त्यो पनि उनलाई बुझ्न सक्ने हैसियत रहेनछ। अब म तपाईँले भन्छु एजेन्सी कहाँ कहाँ छ इन्डियाको? एउटा खाली सिसी बोतल बेच्ने, एउटा तपाईँको नर्मल कपडा सप्लाई गर्ने, एउटा कर्मचारीको लेभलमा, एउटा बिजनेस लेभल त नेपालका मारे जति छन् यो सब इन्डियन दलाल हुन्, यिनको हातमा ब्याङ्क छ। हेर्नुहोस्, त्यसकारण यसको विरुद्ध पनि चाहिँ पागल किन नहोस्, त्यो दुर्गा प्रसाद आफ्नो 8 अर्ब रुपियाँ मिना किन गर्नु नपरोस्, त्यसले खोलेको एउटा कुरा सही छ। हेर्नुहोस्, त्यो ब्याङ्क लेभलमा दलाल छन्, कर्मचारी लेभलमा, नेतामा त 100 होइन 1000% उनकै मान्छे हो। किनभने यिनको आमा यी आफ्नो बाउको बच्चा होइनन्। आज तपाईँहरू कुनै यो नेताको आमाको बुवा जिउँदो हुनुहुन्छ भने पशुपति कसम खाएर भन्नुहोस् यो मेरो छोरा हो, यो मेरो छोरी हो, मैले नै बिउ हालेको थिएँ भन्नुहोस्। आज तपाईँले बिउ हाले भए आज डास किन भयो? नेपाली भूमिलाई बेच्नको लागि किन तयार भयो? त्यस कारणले गर्दाखेरि मैले 11-12 भिडियो। अर्को कुरा म अन्तिम जाँदै जान्छु, मेरो विरुद्धमा खनिने नेपाल आर्मी, सशस्त्र, नेपाल प्रहरी, वकिल र यावत राजनीतिक दल र अन्य हिम्मत छ भने आइजा। यसको फाइनल कोर्ट अबको दिनपछि 84 पछि मैले फाइनल हानिदिनेवाला छु। म मात्रै होइन, म जस्ता अन्यायमा परेका सबै नेपालीलाई हामी हाल्छौँ। र म नेपाली युवा साँच्चै नै तपाईँ रेडी हुनुहुन्छ र विदेशमा बस्नेहरू हुट्याराहरू देश छोडेर नजा, देशको लागि लड्नको लागि आइज, एनआरएन बनेर यहाँ नौटङ्की गर्न नआउनु होला भन्ने मैले सबैलाई अनुरोध गर्दै 12 मिनेटको भिडियोलाई मैले अन्तिम गर्न चाहन्छु। हवस्, जय नेपाली, जय देश।